हेलो एभ्रिवान, म हजुरहरुको नर्स अमृता। म चाहिँ आज हजुरलाई चाहिँ युटीआई को बारेमा केही कुरा जानकारी दिउँ भनेर आएकी छु है त। युटीआई भनेको के हो, युटीआईबाट कसरी बच्ने अनि युटीआई के कारणले गर्दा हुन्छ र युटीआई हुँदा चाहिँ कस्तो कस्तो साइन एन्ड सिम्पटम देखिन्छ है त। युटीआई भनेको के हो त? युटीआई भनेको युरिनरी ट्र्याक्ट इन्फेक्सन, यो चाहिँ पिसाब नलीमा चाहिँ हुने इन्फेक्सन हो। अनि यो चाहिँ मेन के कारणले गर्दा हुन्छ भने चाहिँ हाइजिन मेन्टेन नगरेर र ब्याक्टेरियाले गर्दा चाहिँ युटीआई हुन्छ है त। अनि युटीआई हुँदा कस्तो कस्तो साइन एन्ड सिम्पटम देखिन्छ त? युटीआई हुँदा चाहिँ मेन गरेर चाहिँ पिसाब पोल्ने, पिसाब गर्दा दुख्ने, अनि त्यस्तै गर्दै चाहिँ ज्वरो आउने, पछाडिको ढाड दुख्ने, पेल्भिस एरिया दुख्ने, अनि पिसाबमा चाहिँ रगत पनि देखिन सक्छ है त युटीआई हुँदाखेरि। अनि यो चाहिँ मेन गरेर चाहिँ केटालाई भन्दा केटीलाई चाहिँ बढी युटीआई हुन्छ। र युटीआई हुँदाखेरि हामीले कसरी प्रिभेन्ट हुने, कसरी बच्ने त? युटीआई हुँदा चाहिँ हामीले चाहिँ हाइजिन मेन्टेन गर्ने, प्रशस्त मात्रामा चाहिँ पानी पिउने, अनि त्यस्तै गरेर चाहिँ पिसाबमा रगत देखेछ, ज्वरो आछ भने चाहिँ हामीले चाहिँ डक्टरलाई देखाएर चाहिँ एन्टिबायोटिक पनि युज गर्न सकिन्छ है त। मेन गरेर चाहिँ युटीआई हुँदा चाहिँ हामीले चाहिँ हाइजिन चाहिँ मेन्टेन गर्नुपर्छ र प्रशस्त मात्रामा चाहिँ पानी पिउनुपर्छ है त। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो, मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू एभ्रिवान।